हेलो गाइस, नमस्कार छ तपाईहरुलाई फेरि पनि मेरो अर्को नयाँ ब्लगमा। आज म तपाईहरुलाई हाम्रो गाउँ देखाउने छु। हेर्नु होला कस्तो छ, के छ। यही हो हामीहरुको गाउँ साथीहरु। अब गाउँको घर यस्तै हुन्छ, झोपडाझोपडी सामान्य घरहरु हुन्छन्। रमाइलो दृश्य छ, चारैतिर हरियाली छ, खेतीपातीको मौसम सुरु हुँदैछ। यो चाहिँ हाम्रो प्लास्टिक फ्याक्ट्री हो, पाइपहरु बन्छ यसमा। त्यो सीपीभीसी पीपीभीसी के पाइप बन्छ, त्यहीहरु बन्छ। हाम्रो गाउँको बाटो यस्तै छ, चारैतिर मोटामोटी पिच भइ नै सकिया छन्। अब यी गाउँ हो, यो हाम्रो गाउँको बाटो हो। अब यो पूर्वटोल भन्छ तपाईको। अब यहाँ आदि पिच छ, त्यहाँदेखि उता बाटो ग्राभल छ। त्यही छ यो खेतको दृश्य, पर देखिएको भट्टा हो। यो चाहिँ तपाईको जम्मा मोरानमा यो खलैँचा निर्माण कार्य भइरहेको छ यहाँ। हेर्नु होला, त्यो पछाडि देखिएको भवन पनि भर्खरको बन्दै गरेको हो। के गुठी के बनेको भन्छन्। अब खासमा चाहिँ के हो, अब यो हाम्रो पूर्वटोलमा कामहरु भइरहेछ। स्थानीयहरु त्यहाँ बसेर हेर्दै हुनुहुन्छ, वर्करहरुले काम गरिरहेछन्, मिस्त्रीहरुले। यो हाम्रो गाउँको पसलहरु साथीहरु यस्तै हुन्छ, सामान्य बुढी आमैले उहाँ दिँदै हुनुहुन्छ। के हो यो चाहिँ गाउँको हाम्रो भट्टा है साथीहरु। अब खै यहाँ त कस्तो उल्टो पो आएछ फोटो त। अब जे होस्, रमाइलै छ, यस्तै छ उल्टे भए पनि। यो चाहिँ हाम्रो भट्टाको फिल्ड हुन्छ। तल यो इट्टा बनाउने ठाउँ, माटो मुस्ने ठाउँ हो यो। परको देखिएको चिम्नी भन्छ, त्यो ठुलो अग्लोलाई चिम्नी भन्छ। हामी जाँदैछौँ, हेर्छौँ के कसो भइरहेछ। यतिखेर त अब भट्टाको सिजन छैन, लेबरहरू काम गर्ने मान्छेहरू त यतिखेर हुँदैनन्। यो चिम्नी, यो इँटाको खात, अब भट्टाको भाषामा भन्ने हो भने चाहिँ तपाईको चट्टा भन्छ यसलाई। तपाईले कतिको बुझ्नुहुन्छ, हामीले भट्टा चाहिँ चाङ भन्छौँ। अब यस्तै छ, यो भट्टा हो। अब हेर्नु होला, चारैतिर इँटा मात्रै देखिराखिया छ। अब भट्टामा हुन त इँटै त हुने हो नि हैन। अब यस्तै छ, यो देखिएको डग भन्छ। यो माथिको अग्लो जुन देख्दै हुनुहुन्छ, त्यसै भित्र चाहिँ इँटा लगेर हाल्ने कामहरु हुन्छ। त्यही पोल्ने कामहरु हुन्छ इँटालाई, र यसो बाहिर निकालेर यसै गरी मिलाएर थकी मिलाएर राखेको हुन्छ इँटाहरु, र यहीँबाट सेलिङ हुने कामहरु हुन्छ। अब यस्तै छ साथीहरु, यो चाहिँ भित्रको दृश्य है त, पकाउने ठाउँको दृश्य। पाकेर त्यस्तो भा हुन्छ। अब म यी घर आउँदाखेरि अब यो अवस्था छ। नानी र नानीको मामु यसरी सुतेर बसिया छन्, आउन ढिलो हो। अलिअलि रिसाको अवस्था भनौँ न, हल्का। मैले पनि कुरा नसुने चाहिँ गरिरहेछन्। अब यहाँ छोरी खेल्दै छिन्, इन्जोय गर्दै छिन्। उसको मामु पनि छेउमै छिन्। अब छोरी यो पिङ माथि चढेर हल्लिरहेछिन्, लड्छिन् के हो। अब यस्तै छ, दरगरीसम्म हो नानी। अब यस्तै छ, मामु हल्का रिसाको अवस्थामा हुनुहुन्छ उहाँ अहिले। भोक लागेको छ, अब गएर रिसाएर सुत्नु भएको छ, हाँस्दै पनि हुनुहुन्छ। अब चाहिँ सायद खानु पाइन्छ होला भन्ने जस्तो पनि लागिरहेछ। अब यस्तै छ है साथीहरु। जाँदै हुनुहुन्छ, यी खाना ल्याइदिनु भयो। खाना यस्तै छ है साथीहरु। आँपको अचार, भात, करेला र आलुको सब्जी र दाल छ। ल है साथीहरु, भिडियो मन परेमा लाइक